क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा मङ्गलपुर नगरपालिकाका प्रमुखज्यू, त्यसै गरी हाम्रो क्याम्पस प्रमुखज्यू, हाम्रो क्याम्पसका सहप्राध्यापक झपट सर र सबै विद्यार्थी साथीहरू, अब यो छोटो समयमा त्यत्रो महत्त्वपूर्ण भने विदाई अथवा फेरि भेटौँला कार्यक्रममा हाम्रो नगरका मेयर तथा हाम्रो क्याम्पसका अध्यक्षज्यूले सहर्ष स्वीकारेर आइदिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँका जीवनका लामो भोगाइ छ, त्यो लामो भोगाइ बुझाइ समाज पढेको बुझेको धेरै कुराहरू छ। अब छोटो समयमा उहाँले केही कुरा त राख्नुभयो, तर पनि जीवनमा हाम्रा जीवनमा आइपर्ने कुराहरू धेरै कुरा राख्नुभएको छ। त्यो कुरामा हामीले मनन गर्ने, बुझ्ने, विवेक प्रयोग गर्ने कुरा महत्त्वपूर्ण छ। र क्याम्पस चिफ सरले पनि भन्नुभयो, हाम्रो प्रमुख काम भनेको अध्ययन हो। अध्ययन भनेको 24 घण्टा किताब पढेर मात्रै हुँदैन। अघि मेरो साथीले भन्नुभयो समाज पढ्ने कुरा पनि महत्त्वपूर्ण कुरा हो, हाम्रो व्यवहार पढ्ने कुराहरू पनि महत्त्वपूर्ण हो। यसलाई अगाडि बढाउनु होला। अब हामी 11-12 पढ्यौँ र ब्याचलरका लागि तयार भयौँ। अब हामी सबै यहाँबाट बाटो हिँडिसक्यौँ। एउटा नदी छ, त्यो नदीका पछितिर के छ, हाम्रो ब्याचलर छ। अब त्यो ब्याचलर पढ्नका लागि तयार छौँ र त्यो नदी हामीले सफल रूपमा पछितिर गयौँ भने हामी ब्याचलरमा पढ्छौँ। त्यो ब्याचलर पढ्ने लागि भने हाम्रै क्याम्पस छँदैछ। यसमा फेरि अन्त जानुपर्ने, यताउता हेर्नुपर्ने केही छैन। तपाईँहरू यहीँ आएर पढ्नुहुनेछ भन्ने कुरा महत्त्वपूर्ण छ। र यो सँगै अब यसका लागि त हामीले परीक्षाको तयारी पूर्ण रूपमा गर्नु पर्यो। परीक्षाको तयारी मैले हिजो अस्ति पनि भनेको छु, डर नमानिकन अथवा अप्ठ्यारो नमानिकन मैले सक्छु भनेर परीक्षा दियो भने त्यो सफल रूपमा अथवा सकारात्मक रूपमा गयो भने त्यसले हामी पूर्ण सफलता पाउँछौँ भन्ने हो। त्यसैले म लेख्ने तरिकाका कुराहरू मैले एजुकेसन ग्रुपलाई पनि भने कतिपय कुरा हो। त्यसरी गयो भने हामी सफल रूपमा हुन्छौँ र पछिल्लो अब हाम्रो वैशाखमा परीक्षा हुन्छ, असार साउन बढीमा साउनमा रिजल्ट आइहाल्छ भने हाम्रो त्यति बेलासम्म यहाँ हामी क्याम्पसमा आउँछौँ। क्याम्पसमा विभिन्न अब ब्याचलर लेभलका छात्रवृत्ति, अहिले विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्ति 15,000 पैसा पाउँछ। फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थसम्म छनौट भयो भने अब क्याम्पसले अब विभिन्न छात्रवृत्तिहरू क्याम्पसले दिन्छ। यी कुराहरू छन्, यी कुराहरूलाई पनि बुझेर अथवा ती कुराहरू पनि गाउँघरमा पिएससीका दिएका तपाईँहरूका भाइ बहिनी अथवा छिमेकीका नातिदारका मान्छे पनि पास भयो भने यहाँ 11 पढ्नका लागि भन्नु होला। अब यो तपाईँहरू यहाँ परीक्षा लगत्तै आउने भर्ना हुने कुरा त छँदैछ। हामी